एभ्रिवान, के छ तपाईहरुको हाल खबर? आइप सन्चो हुनुहुन्छ नि त? म पनि एकदम ठिकठाक छु। र फाइनली आज चाहिँ मैले यो चन्द्रगिरीको जङ्गलको बाटो जहाँ कि चन्द्रगिरी टपबाट चाहिँ म रिसोर्ट जाने बाटोतर्फ चाहिँ जाँदैछु। र आउनुहोस् तपाईहरुलाई म यो बाटो के कस्तो रहेछ भन्ने कुरा चाहिँ म यो भिडियो मार्फत देखाउने प्रयास गर्नेछु। फाइनली म चाहिँ यो बाटो हिँडिसकेँ र देख्न सक्नुहुन्छ पुरै हुस्सो लागेको छ गाइज। पुरै बादल ड्याम्म छ चारैतिर। यो नजिकसम्म चाहिँ हामी केही कुराहरू चाहिँ देख्न सक्छौँ यस्तो जङ्गलहरू। र योभन्दा अलिक टाढा टाढा चाहिँ हेर्नुहोस् हामी केही पनि देख्न सक्दैनौँ किनभने पुरै हुस्सो लागेको अवस्था रहेको छ। धेरै समयपछि चाहिँ मैले यो भिडियो बनाएको छु र त्यसैले गर्दा चाहिँ हजुरहरूले सुरुदेखि अन्तिमसम्म चाहिँ हेरेर साथ दिनु होला। र यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ यहाँको लालीगुराँस बोट, यो पनि लालीगुराँस नै हो तर यो चाहिँ के को बोट हो भन्ने कुरा चाहिँ मलाई थाहा छैन गाइज। अब म चाहिँ लगभग यहाँबाट चाहिँ रिसोर्टको हाइवे बाटो आउनु थालिसकेको छु गाइज। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ रिसोर्टको हाइवे बाटो, चन्द्रगिरी हिल्सको रिसोर्ट जाने बाटो। र यता चाहिँ पैदल हिँड्ने बाटो रहेछ। के कस्तो छ भन्ने कुरा चाहिँ मलाई त्यति थाहा छैन। हेर्नुहोस् पुरै बादल, पुरै हुस्सो केही देखिरहेको छैन गाइज। म चाहिँ यहाँ सिडीको बाटोबाट हिँडिरहेको छु। यस्तो खालको बाटो छ र हामी यताबाट देख्न सक्छौँ। अलि मौसम खुल्ला भएको छ। तपाईँ यहाँ जुन आवाज सुन्नु भएको छ यो चाहिँ जिप लाइनको आवाज है गाइज। र यताबाट चाहिँ गाडी आउने बाटो रहेको छ यो चाहिँ। र यता चाहिँ म जाँदैछु। यता जाने मेरो ठाउँ, मेरो गन्तव्य, मेरो लक्ष्य, मेरो जे भन्दा पनि फरक नपर्ला। र यता चाहिँ म जाँदैछु गाइज। यहाँ चाहिँ पार्टी घर यहाँको। अनि हामी यता अगाडि देख्न सक्छौँ रेस्टरुम। यहाँ ठाउँ ठाउँमा चाहिँ रेस्टरुम राख्ने गरेको छ चन्द्रगिरी हिल्सले। र यता माथि चाहिँ पुरै आज चाहिँ शनिबार भएको हुनाले चाहिँ पुरै एकदम भिडभाड रमाइलो। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ रेस्टरुम। तर बादलले गर्दा चाहिँ केही देखिरहेको छैन गाइज। अझै पनि छ, अझै कति मिनट लाग्छ यहाँबाट चाहिँ। र यताबाट चाहिँ हामी देख्थ्यौँ यो ठाउँबाट चाहिँ हामी देख्न सक्थ्यौँ यहाँ चाहिँ चहखेल गाउँ। तर अहिले यस्तो अवस्थामा चाहिँ केही पनि देखिरहेको छैन गाइज। हल्का फुल्का के देखिरहेको छ यहाँ साइक्लिङ। यहाँ चाहिँ हामी साइक्लिङ देख्न सक्छौँ। तर त्यति सफा चाहिँ छैन गाइज। पुरै मधुरो, पुरै हुस्सो, पुरै बादल। र विगत 3-4 दिन जस्तै भयो यहाँ चाहिँ यस्तै बादल लाग्ने गरेको। र तपाईँको बिहान पख र बेलुका पखमा चाहिँ खतरा भ्यू देख्ने गर्छ। र म तपाईँहरूलाई लास्ट टाइम पनि त्यो बिहान र बेलुकाको भ्यू चाहिँ म तपाईँहरूलाई यही भिडियोमा राख्नेछु। र हेर्नु होला कस्तो देखिने रहेछ भन्ने कुरा चाहिँ तपाईँहरूले थाहा पाउने हुनेछ त्यो भिडियोमा। लास्टसम्म हेर्दाखेरि चाहिँ तपाईँहरूले थाहा पाउने हुनेछ। पानी पऱ्यो गाइज। मेरो पछाडिपट्टि आउने बाटो जो रोड देख्नु भएको छ भने म जानेछु यतातिर। र बाटो यस्तो छ, म एक्लै छु गाइज। जङ्गलको बाटो, बाघ भालु आउँदा भने डर हुन्छ तर बाघ चाहिँ आउँदैन, भालु पनि आउँदैन। तर यहाँ एउटा चिज चाहिँ आउने गर्छ, त्यो चाहिँ चितुवा। तर त्यो चितुवा चाहिँ कतिखेर आउँछ भन्ने कुरा चाहिँ हामीलाई थाहा हुँदैन। दिन दशा बिग्रे बेलामा त जतिखेर पनि आउन सकिन्छ गाइज। त्यसैले गर्दा चाहिँ होसियारपूर्वक हिँड्नुपर्ने हुन्छ। र म हिँड्दै पनि छु र तपाईँहरूले देखिसक्नु भयो होला। र यस्तो छ यहाँ चाहिँ अहिले चाहिँ अलिकता मौसम अलिकति खुल्ला हो कि जस्तो देखिरहेको छ। तर पनि त्यति साह्रो चाहिँ खुल्ला चाहिँ छैन। हेर्नुहोस् यता
यो चाहिँ अमिसा कुच्चो यहाँ देख्न सक्नुहुन्छ अमिसा कुच्चो र यता पनि छ अमिसा कुच्चो बाटो यही हो यस्तो छ सर्ट बाटो पनि रहेको छ तर सर्ट बाटो म हिँड्दिनँ किनभने जुगा लाग्छ गाइज यहाँ चाहिँ सर्ट बाटो हिँड्नु थाल्यो भने खुट्टाभरि जुगा लाग्छ त्यही भएर म चाहिँ सर्ट बाटो हिँड्दिनँ किन म त पिच बाटो हिँड्छु र कतै गाडी आइहाल्छ नि गाडीमा जानेछु त्यसैले गर्दा चाहिँ म रोडे हिँड्ने छु गाइज र यहाँको हेर्नुहोस् यो चाहिँ पत्थर पुरा पानी रसाएको छ यो पत्थरमा यो ढुङ्गामा यहाँ काठमाडौँ विल र हेर्नुहोस् यस्तो छ यहाँको बाटो हस् त गाइज आजको लागि यति नै हामी भेट्नेछौँ अर्को भिडियोमा त्यतिन्जेलका लागि यहाँसँग बिदा चाहन्छु हस् त बाई बाई